बल्ल खाइस् भनेको म त हुँदै थियो के भयो भने बाउले जग्गा बेच्दैछ बल्ल खाइस् मेरो पैसा चोरी चोरी लग्यो बल्ल खाइस् देखाउँछ के भगवान्ले कान्छी बुढी ल्याएर बेचेर खाइदिन्छ काम गर्दा किस्तामा कार किन्छ त्यसो छोरी घाँसको पजेरो कार किस्तामा किनेर छोरीले चाहिँ काम गर्ने होइन यहाँ मलाई सताएर ढलाएर खान्छ फेरि घर गएर खाना बनाइदिने हुन्थ्यो नि आफै बनाउनु पर्छ घर गएर खाना पनि वहीँ हङकङको अब आइडीवाला भनेपछि त्यो फरासी उस गर्ने कामदारमा आइदियो आइडी दिएर कामै लागेन क्या त्यसलाई बरु बेचिदिए भए काम लाग्यो बेच्यो होला नि त्यसले बाटो छ नि त्यस्तो गर्ने मान्छे नि गर्दैन तिमीलाई पनि नभने होला त्यही भएर पनि उसले भनेको होला क्या त्यस्तै लाग्यो तिमीलाई भनेन उतादेखि गाउँ पारो जस्तो लाग्छ त्यस्तो अहिलेसम्म म त अरूको पनि कतिको ल्याएर छ मेरो साथीहरू पनि त्यस्तो छ त्यही त आमै हुँदो रहेछ बुझ्दो त्यही अर्गनको हुन्छ अर्गनको त है ससुराल जानु पनि हो अस्ति पनि गर्थ्यो छोरीहरू पनि छोरीहरू पनि ठिक छ गर्नु अब कहिले गएको जब्बीले एक्लै गएको मतलब एयरपोर्टबाट एयरप्लेनबाट झरेर होटेलमा आउँथ्यो क्या एयरपोर्टमा चाहिँ मेरो होटल आइज भन्दो रहेछ क्या अनि एउटा एसीवाला सस्तो कोठामा बसेँ अनि भोलिपल्ट होइन होटेलको उसले अलिअलि इङ्ग्लिस बोल्दो रहेछ क्या अनि म यो ठाउँमा जाने हो भनेर एड्रेस देखाएर मलाई भोलि बिहानै गाडी चलाइदियो भनेको हुन्न बेलुका भन्छ है अहिले राम्रोसँग बुझेन होइन म भोलि बिहानै हिँडिहाल्ने हो बेलुकासम्म भन्दिनँ भने अब जबरजस्ती भयो भने त्यसले हालिदियो भने त त्यो गाडी त कता कता घुमेर जाँदो रहेछ मलाई के थाहा सिधै जाने गाडी नाइट गाडी रहेछ अब मलाई फेरि यादै भएन क्या म त 4 दिनमा पुगेको बुढीको गाडीमा 4 दिन नलेख गाडीमा 4 दिन कस्तो होला पागलै होला जस्तो भएको म त गाडीमा रात दिन त्यो गाडीमै जानु न बोल्नु भाषा आउँछ न मान्छे चिनेछ त्यहाँ तिनीहरूको पछि दौड्यो बाटो कहिले बाटो दौड्नु गरेको के मस्जिदहरू आयो भने दौड्दो रहेछ क्या 3 चोटिसम्म बिहान दिउँसो अनि बेलुकातिर म त अब झरे केही न केही होला भनेर फेरि त दौड्यो मस्जिदतिर छिर्छ भने फेरि फर्के मुसलमान हुन्छ हजुर मुसुहरू पनि मुसलमान हुन्छ इन्डोनेसिया सबै मुसलमान हो त मुस्लिम कन्ट्री हाम्रो हिन्दू कन्ट्री भनेको जस्तो इन्डोनेसिया मुस्लिम कन्ट्री हो किन झऱ्यो भनेर खुर्खुर दौडेर गयो आज मस्जिदभित्र भन्छ भात पनि आयो हेरेर अर्काले खायो भने यो दियो भने त्यही छ
के जाने यार भोलिको उसमा यसो भन्दै थियो अस्तितिर किनेर ठाउँ हुँदैन घरै पकाएर त्यसको भात पकाउनु सेवन भाइ हामीलाई बाहिर पनि घुमाउनु लाग्छ मुभीले बनाउँछ सबै राम्रो त्यस्तो गरेर पनि हामी कति हुन्छ मम्मीले त भन्यो भने त बोला खाइदिनु त भन्नु पनि हाल्दैन दुनियाँको बच्चा हिँड्नु मुद्दामा हुर्किँदाखेरि झन् सानो पनि लिन जानुपर्छ ठुलो भएर ल्याइनु हुन्छ त 15 साल पनि मुद्दा पठाइस म त निन्द्रै नलागिदिएँ अब कता जन्मेर आमाहरू छ बाउ पनि निन्द्रै नलागिदिएँ मन सानो मम्मीले छोडिदिए अहिले बिर्सी पछि ठुलो भएर ल्याइदियो अहिले चाहिँ अवस्था नगर्छ मलाई त भन्छ पैसा पठाइदिए चाहिने खान्छ छोड्ने मैले भनेको मान्नेलाई सही हुन्छ मानिएन अब त्यस्तो थुप्रैको छ थुप्रैको छ कि त्यस्तो बेतामी हाम्रो हुन्छ बेतामी ल्याएर दुईवटा छोरी छ त्यही छ यहाँदेखि पैसा पठाउँछ उता पैसा पठाउन छोडेपछि पुलिस स्टेसन आउँछ उहाँको पुलिस हो उहाँदेखि नै यहाँ पुलिस स्टेसनमा फोन आउँछ पुलिसले गरेर पैसा फेरि ऊ पनि त खान्छ ऊ पनि त उस्तै छ यता सेता खाने काम त्यसै आफ्नो बच्चाहरूलाई त जेस पठाइदिनु पऱ्यो नि यहाँदेखि त थोरै पैसाले नि त हुन्छ नि गभर्मेन्टबाट पैसा निकाल्न सक्ने भनेको धेरै बाटो लाटो खाइहुन्न अहिले त पनि उता ठुल्ठुलो भयो दिनको दिनमा थाहा भएन 18 वर्षभन्दा सानो त अब यहीँ बस्यो भने दिनुपर्ने हो क्या कसको बच्चा जन्माउँदै पैसा पाउँदो रहेछ नि बच्चा पायो नि 20,000 अर्का हर्सीको बच्चा त्यही माथि छ अहिले 20,000 त अस्तिसम्म भएन अहिले त पाइहाल्दा त सही भयो नि निकाल्छ 20,000 खाँदैछ सरकारले बुढेसकालको बुढाबुढीहरूको लागि बनाइदियो यता उसको बच्चाहरू एकतर्फ परिवारले हुँदा राम्रो सोच्थ्यो कि परिवारले पनि सोच्दैन पैसा भएको हुँदाखेरि यस्तो हुन्छ क्या परिवारमा रमाइलो धेरै भयो भने हुँदैन होइन गर्नुपर्छ नराम्रो तर त्यसलाई अलिकति सेभ जस्तै 1000 कमायो भने 200 खर्च गर्नु केही भएन क्या 1000 कमायो 1000 भ्याउला जस्तो गर्दैछ त 1000 खर्च अब छोरा जति
बियर खान्छु अलिकति म पनि खुसी हुन्छु नि भन्नुहुन्छ कमायो आफूले नै बियर नै नखाने खुसी पनि नहुने खालि कमाएर दिनु चाहिँ कहाँ हुन्छ आफू नै हल्का बियर खाएर खुसी हुनु पर्यो पहिले एउटा खानुपर्ने थियो क्या बियर त उयो रोगै लाग्थेन डिप्रेसन पनि जान्थेन नि खायो भने नखाएर हो नि त्यस्तो लाग्दैन मलाई है पहिले एउटा खायो भने त्यस्तो हुन्छ वालमाथि तान्ने वेलरहरू तान्ने हो नि त रविदाले अब चुप लाएर तान्छ भनेर तान्न खोज्दैन सियालहरू सबै त्यहाँ एउटा छ झन् विक्रमको भान्जा क्या विक्रमले बिहे गर्दाखेरि विक्रममा भान्जा झुगा चाहिँ बजेर खालीमा जसले त भाइ भने त खोलेको छैन तल आएर खोल्न आउनु पहिला भन्छ तल गएर वाल खोलेर तानेर फिट गर्नु भन्छ अनि त्यो मुलु तल बसेको त्यस्तो भाइहरू छ तान्ने बेलामा बोलाउँछ यो युनिट उबाल्छन् अनि उता गएर गर्नु त्यसको लागि उबाल्छन् तानिदिनु पर्छ काम गर्नुपर्छ यो युनिट भएर अर्को युनिटमा जाने बेलामा चाहिँ उबाल्नु पर्छ रेडी गरेर भन्छ अनि त्यहाँबाट एउटा स्कुल भन्छ अनि एकछिन पछि फर्केर गएर चाहिँ अलिकति को चाहिँ त्यहाँ के गर्दैछ हेर्छ अनि उसले गर्छ त्यो काम जानु त्यहाँ गएर बाल्छ त्यो काम यस्तो सियालहरू छ क्या त्यहाँ तर बेसीले हातै ठिकै
कुन थियो अर्को किन होइन नर्सरीलाई हामी अघि प्रयोग पठाइसक्यो पर्सीको लागि अस्ति त्यहाँबाट छोड्यो नि त्यसले छोडेर गयो नि बसिरहेको रहेछ क्या हाउको उता माथितिर त्यसले भ्याएन होला क्या अनि मलाई पठाउनु लाग्यो म त कम्पनीमा गरेको कहिले यो कम्पनी आछै भन्छ कहिले लो भन्छ कहिले ट्विटरले बोलाउँछ कुन कम्पनी गरेको मलाई पत्तै छैन कुन कम्पनीबाट काम गरेको पत्तै भयो पैसा आउन पऱ्यो क्या कुन कम्पनी एपलाई त अब के हुन्छ एपलाई के त्यसले दिन्छ त एपको उसको सबै दिन्छ सेलर कुन कम्पनी त्यो कम्पनी गऱ्यो नि त्यो त मैले अस्ति माग्न त दिएन मिन्थाइले त दिएन मलाई जति पैसा हाल्छ नि त्यो के अरे 11,000 त्यतिको मात्रै त्यही पनि त अब पुरा नदिँदो रहेछ 4,000 48 हाल्दै थियो सुरुमा क्या त्यति उयो हालेको होइन होइन अब जति सेलरी झरे एकाउन्टमा त्यो त लेखिदिनु पऱ्यो नि त्यो त दिन त्यही त भनेको नि त्यो ढिलो झार्ने क्या त्यहाँबाट 1,000 त लेखिदिनु पऱ्यो नि यसको बेसिक सेलरी दिनु 1,000 त लेख्नु पऱ्यो नि होइन त्यो त लेख्छ त्यो अब त्यो तिम्रो उसको उसमा तिम्रो एग्रिमेन्ट उसमा चाहिँ त्यो सोच त मतलब भएन नि त पैसा झरेको उस चाहियो क्या मेन कुरो त अनि झरेको त जति दिन काम गर्छ त्यो यस्तो नदिएर त हो नि अनि मैले भने भाइ यसो त मलाई हुन्न स्पेसियली दिएन भनेको तपाईँले त्यसैले पनि दिएन दिनुपर्छ कम्पनीको अफिस अनि पैसा पनि कसैले घाटिदिएको भने त्यही त 4800 घाटिदिएको क्या त्यो महिनाको होइन जम्मा 4800 अनि 4800को उसले त मान्दैन नि त केही नभएको त्यो 20,000 रुपियाँ त हुनुपर्छ क्या एप्लाई गर्न 20,000को होइन त्यसैले हुनुपर्छ क्या त्यो 2,000 5,000 त्यस्तो हालिदिएको उसहरू के गर्नु मसित छ मिन्थाले हालेको उसहरू त होइन र त्यसरी हालिदिएको क्या त्यो पनि एक महिनामा 2 चोटि हालेको नि त जोडिन्छ नि त त्यसरी हाल्दै हालेन क्या अनि पछि क्यास दियो क्या पैसा त्यहाँ त कहाँ त्यहाँ क्यास उस गरेर फेरि अर्को महिना उसमा मिन्थाइले फेरि त्यो भाइले मिन्थादेखि हाल्न पठाएको होइन 12,000 कति के गर्नु क्यास दिएपछि त अनि कहाँ हुन्छ यो यहाँ त कहाँ क्यास दिन्छ यहाँ त पुरै एकाउन्टमा हाल्छ नि यहाँ त अनि ऊ मात्रै हो त्यो अलिकति मात्रै कति बाँकी हुन्छ नि 1,000को दरले एकाउन्टमा हाल्छ त्यसमा एकदम काटेर होइन अनि बाँकी बल्ल त्यो चेक दिन्छ अथवा क्यास दिने त्यसो गरेर त काम छैन होइन एकाउन्टमा झरेको छैन अब कहिले खोजियो अब 20 दिन आयो भने त 20-22 दिन आयो भने त झरिहाल्छ 20,000 त त्यसरी आडै झार्दै थियो बरु ढिलो दियो पनि छ्याप्प हालिदियो भने ठिक हुन्छ तपाईँको त गरेको डेमोको सेलरी पनि क्यास दिन लगायो भने कहाँ हुन्छ त अनि तिमीले त्यो क्यास दिनको अर्थ के गरेको भने एमपिएफको उसहरू क्या त्यो एनपिएफ हाल्नु नखोजेको त्यो हो नि त त्यो अहिलेकोले धेरैले त्यस्तो गर्दो रहेछ क्या कहाँको चाहिन्छ नि एनपिएफ त्यो बिजी त थाहा होला नि यहाँ त्यसै अब उसले ट्याक्स दिन पनि परेन एनपिएफ पनि झार्नु परेन खान पाइएन अन्दै म मिन्थालाई लागेर अस्ति मिन्थाबाट
बोलाएको आउँछौ कहाँ आउँछौ ए भोलि नत्र भोलि भेटौँला नि त होइन भोलि 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 भेटौँला है अब आज तिमी घर गएर हिसाब गर्नु पऱ्यो अनि भोलि जोडान पैसा लिन गएको क्या साउ जोडान बस्नु गएर हामी हिसाब गरेर भोलि भेट्यो ठिक पाउनेलाई 30 रुपियाँ आउँदैन यो 7 दिन जति गऱ्यो फेरि योसँग 4 दिन गऱ्यो अर्कोसँग 2 दिन धेरै नगरेर धेरै गर्दैन है कालेबुङ कस्तो बिर्सेको क्या मैले दुनियाँलाई काम फोन गरेँ मैले यहीँबाट नै छ भनेन है त्यो कालेबुङ कस्तो बिर्सेको क्या अस्ति त्यहाँबाट आउने बित्तिकै गरेँ है झ्याप्पै दियो लागेको थियो म कसरी यो कालेबुङलाई फोन गरेको होइन क्या म आसिङ भन्ने अर्कै कम्पनी छ क्या त्यो आसिङ मसँग मिल्छ क्या त्यो फोरम्यान हो क्या मसँग काम गरेको भएर त्यसलाई फोन गरेको त्यो कम्पनी भिसा त मलाई खानै भएन भनेको त छैन नि भने है त्यसो भए मलाई खोज्दै यताउता भनेको भरे कालेबुङलाई फोन गरेको त्यसले अनि कालेबुङले हुन्छ भनेछ अनि भने म नम्बर पठाइदिन्छु यो नम्बरमा फोन गर्छ अहिले भन्यो अनि फोन गरेको त कालेबुङको नम्बर पहिल्यै यहाँ सेभ थियो कालेबुङ कस्तो बिर्सियो मैले डाइरेक्ट फोन गर्थेँ नि त सम्झेँ भएर त पहिला एकचोटि त्यसकोमा काम नपाएर पार्ट टाइम गर्दैन मात्रै आसिङकोमा मैले भत्काएर बेच्छ उहाँ माथिबाट मान्छे त्यत्रो 7-8 जना लाइनमा छ अब मैले भत्काएर भ्याटिदिएछ अनि तलको मान्छेले पास गर्न नभ्याएर 20 गरेर राख्यो क्या त्यस्तो बुढोहरू काम नलाग्ने मान्छेहरू के त्यहाँ तल दिँदा समातेन नि आफू उभिए ठाउँमा ल्याएर सामान राखिदियो त्यो कति छिटो भत्काएको बिस्तारै भत्काएको अब हातै छिटो चल्छ त के दम खाएको त्यो छिटो गर्छ त अनि त्यहाँबाट मन परायो त्यहाँबाट मलाई ठेक्का सुरु त्यहाँबाट उयो चल्दिएको तिनीहरूले गर्ने होला बस्यो मैले चाहिन्छ तँलाई जिस्कायो भनेर
ल्याउने भाउ त खानेहरूको दिएरै खानु त यहीँ
cái tân con bị chiang này nhờ heo biển là tân con bị chiang này hả bị chiang này cái tân con chiang này phải đi theo路係俾人家踩單車呢啲啊，俾人家踩單車嘅其實我行呢條路都唔係有咁着去，佢有兩條路呢實咧都俾人家行路呢啲啊，你看緊人行路係行緊實緊，啊呢啲先俾人家踩單車呢啲啊。香港嘅地方一方得好清啊，踩單車、行路，用實就揸車。你睇香港嘅地方幾多好，政府人佢緊要按呢 lift 啊，即係坐呢電梯嗰時行呢啲啊，佢上個樓梯咧嗰時行樓梯，你看你喐電梯好搭啊，2層、3層啊，要搭電梯上你看到嗎？係嘛？所以香港嘅地方真係 good 到呢呢啲啊。mà cái nhà hàng kẹt chạy chung theo về hết xìu cái chọn tới khi sợi mũ chọn tới khi về sợi mũ sợi thật đâu mùi chẳng đồ như là bây giờ kiểu sao về chiang này hay cái mà cái chân xích à其實啱嚟自己係前出你陳你話，咁然後呢，啊你陳你話啦，啱嚟自愛錢呢，你哋喺度啦，你陳你別上嗌按天票人啊，過嚟你哋打，呢你為貴啊，揾1000個2000萬啊，朋友㗎，設計要好看啊，冇女好買哦，nghe nhìn đi lấy 30 em mà giờ bên mấy em 30 em mà như thế nào không thấy gì mà ngay chuẩn tàu ngã bộ rồi đi tàu có má rồi tàu ngã bộ hello 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 nè có má rồi đi tàu phà cái đấy à thấy nhiều cá phà hả nha có má rồi như thế à tốt la 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 la
真正香港地方真種正啊佢。係啊，真正啊！人浪嘅地方真係會強啊！佢咪而家流傳到先去到呢啲啊，唔係用橋，應該講咩啊？橋嘅咧用層橋用咧。啊，我嚟自己嘅前車嚟喺度啊，俾你看啊，圈看到啊！啊，車嚟層嚟話去。我嚟自己前車嚟喺度啊！跟咪傾ngay ở cái對面hết ngay đi chợ ở đi對面hết con cái chuyện nào đi hết đó là đi chạy hết ở cái chuyện nào ngay đi thì cái圈này cái 10 chọn ngay lại 10 chọn ngay lại thì tao kiểu 10 chọn con hay là chỉ chọn ngay bộ mẹ sao cái này bộ như còn hả cái mẹ chọn thì ngay bộ cho mày chơi la 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 nãy giờ tèo ngáo vụ liền thôi ngáo vụ ngày đã sampai rumah la 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 la你看個靚仔踩單車，我前數間係看到啊！你個，喂，你個車借我睇好冇啊？你唔睬我，我個車咪正你看，要等了擰下，你唔睬我接邊面，你個靚仔喺度踩很猛隻喎，你個成日全身前行。người sinh tiền hành, liên nhiên trong dịch chặt lượng chặt sinh nhiên sinh nhon hành, trong đấy sự lối như thế đấy sinh quỳ à, thì chặt nhất là nhớ nhìn đi lối ở cả theo cả, người bị sinh tiền cái sản phẩm thôi, sinh tiền anh, nếu 最多係2-3歲度嗱，3歲、3-4歲度啊，啲靚仔啊，會聰明啊，你看最多3歲度啊，你啲3-4歲度啊。你生氣，你看，你生氣，佢踩緊買個腳叉咧，叫冇撻嘅啊！佢頭嘅買緊路線嘅啲用隻腳去運行啊！練練種細貨種熱雜量雜聽用啊！種本佢舊咧叉咧前咗頭，哇！ăn chiang cái叉hành唔chiang啊！
这样。Tengah ngabuk lu. Alek cái với nhà Alek anh chị đã liền. Cái lý cái lẽ thế tiếng cửa hàng cái phèn deo cái còn à. Nhà mi chi hỏi nhá cổ lũ nhá cổ cái lỗ chuồn để nào hả? À. Nhá cổ cái lỗ chuồn như thế nào? Udah sampai lo ma. Bye bye.